आज बिहानै उठेर यसो हेरेको होइन, उतापट्टि यो मान्छे चाहिँ उठिरहेको रहेछ। किन भन्दा सुतेन छ कि यो मान्छे आज। अनि त्यसपछि यसको लागि औषधि किन्न भनेर, सुत्ने औषधि किन्ने भनेर यसो बाहिर निस्केको। मौसम त कडा रहेछ। अनि म चाहिँ निस्किसकेको थिएँ, आउँदैन पछाडि यो मान्छे आउँदैन। यसो हेरेको, सिङ्गार पटार गरेर निस्केर आएछ। भाई साहब कुछ ज्यादा नहीं हो गया ये? मतलब कुछ भी। अनि सलक्क हाँस्दै दुईजना गयौँ। के भयो त यार तँलाई, यार किन त निदाउने भनेको, चिन्ता लाग्छ यार भन्यो। यसो अगाडि हेरेको, सिनहरू त बबालै रहेछ क्या हाम्रो। फेरि हिँड्दै थिएँ, फेरि टोलाउँछ यार चिन्ताले, मर्छ क्या हो। अनि यसो अब हामी चाहिँ कोम्बिनी पुग्न लागिसकेका थियौँ, टक्क 7-11 हो। त्यहाँ गएर यसको लागि निदाउने औषधि लिएर आयौँ। अनि म चाहिँ खानासाना बनाउनु थालेँ, चिकन बनाइरहेको थिएँ। अब के गर्नु, म त सुतेको थिएँ अनि सुतेको थिएन। अनि यसो सुत्यो कि नै भनेर हेर्न गएको। अनि यसो सुत्यो कि सुतेन केटोले औषधि खाएर भनेर यसो हेरेको, केटो त यतापट्टि सेन्टी फ्ल्याट भइसकेको रहेछ।